हेलो गाइज, आई होप सबजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ म धेरै पछि भिडियो लिएर हजुरहरूको माझ आएको छु होइन। र हाम्रो चाहिँ आज बहिनी र म चाहिँ करेन्ट चाउचाउ खान लागेको कम्पिटिसन गरेर। हजुरहरूले चाहिँ हेरेर साथ दिनुहोस्, हेर्दै गर्नुहोस् ल। आज चाहिँ हामी करेन्ट चाउचाउ खान लाग्यो है, बहिनी म भएर। यो अब यो दुईवटा बहिनीलाई, यो दुईवटा मलाई धेरै खासै खान सकिन्न, त्यही भएर चाहिँ अब चाउचाउ पकाएर खान लाग्यो हामी। अनि 4वटा अन्डा हाम्रो आज कम्पिटिसन हुन्छ है। करेन्ट चाउचाउ पकाउनुलाई हालियो पानी। चाउचाउ, करेन्ट चाउचाउ खाने हो चाउचाउ? खाने 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 अहिले तेरो फेभरेट होइन करेन्ट चाउचाउ? फेभरेट हो। मोज गर आज खाएर। आज मोज हान्नुपर्छ। 4वटा होइन, तर यसमा अटाउँदैन जस्तो छ है। अटाउँछ होला है, अटाउँछ होला नि। पानी चाहिँ अलि हाल्नुपर्छ। अर्को भाँडामा हाल्नुपर्ने छ है। के हुन्छ, भइहाल्छ, केही हुन्न भन्दा लजा जस्तो। चाउचाउ पाक्दैछ यहाँ। यहाँ चाहिँ अन्डा पाक्दैछ। हाम्रो यहाँ चाहिँ पाकिरहेछ है। एकदम प्राइस कति राख्ने भन्छ? 4000, 2000 राख्ने। 4000? अनि पैसा चाहिँ कसो राख्ने? 4000 तेरो, तपाईँको 2000, मेरो 2000, 4000। ओ माइ गॉड, त्यस्तो हो? अनि 2000 उठाउने? जसले जित्छ उसले 4000 गयो। तेरो चाहिँ 2000, मेरो 2000 राख्ने? त्यस्तो भयो कुरो त। त्यति गर्नु पर्यो त। सही बात। 2000 उठाउने, जसले जित्छ लग्यो। त्यो पनि हो। 4000को नि पार्टी हान्नुपर्छ फेरि। 4000 पनि 2000 चाहिँ घाटा पर्छ नि त होइन? घाटा पर्छ 2000। एउटै 4000 राख्यो भने त बर्बाद हुन्छ। खासमा त अब युट्युब मेरो हो, मैले मात्र राख्नु पर्ने। केही हुन्न। बहिनी भएर यति फाइदा चाहिँ हुनुपर्छ क्या। पर्छ पर्छ। मिठो, त्यहाँ मिठो होला। मिठो हुन्न त होइन। मुखबाट पानी आइसक्यो। ग्यास त मारिनु हुन्छ होला है? मारिनु हुन्छ ग्यास। ओके। खाना सजिलो, पकाउन पनि सजिलो है? भने खाना मिठो, पकाउन सजिलो। एकछिनमै खाने भए आउनुहोस् है। कस्तो मिठो। ल, हामी चाहिँ अब अन्डा अनि यो हार्नेको भागमा चाहिँ खुर्सानी छ है। यो खुर्सानी चाहिँ कडम कडम टोक्नु पर्ने होइन। त्यसपछि यो पानी चाहिँ
खाइसकेर मात्र खान पाइन्छ यो खाएर पनि यो खाइसकेपछि अनि बल्ल खान पाइन्छ त्योभन्दा अगाडि खान पाइन्न अनि जित्नेलाई चाहिँ 4000 पैसा 2000 यसको 2000 मेरो हो है अनि अब चाहिँ हामी खान सुरु गर्नुपर्छ है ल हजुर 1 2 3 गो ग्रुप वाला आएगा आहानम हजुर पिरो भयो क्या पैसा हजुर मलाई बोलाऊ मलाई नबोलाऊ सानो जुत्ता हेर न ओली घोक्टो पर मात्रै खान्छ मोबाइलतिर हेर न एउटा मोबाइलतिर नि हेर्छ मोबाइलतिर हेर्दैन क्या है भिडियो 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 के भएको कस्तो राम्रो आँसु न बसेर मुला देखेर खाने अन्त क्यामेरामा काउन्टर लुकेर खाएको छ नि यहाँ क्यामेरामा आइसक्यो लुकेर खाएर इमेल खाइसक्यो तेरो आयो कस्तो आँसु नै आयो
हाँसेर खुर्सानी अब खुर्सानी मेरो 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 अलि क्यामेरा देखिने कर है अलि क्यामेरा देखिने कर पर दुईटै सक्नु पर्दैन फेरि खुर्सानी नखाने मान्छे यो है हाम्रो मेरो कान्छो भएर मैले चाहिँ खुर्सानी खान्छौँ जति नि तर मेरो भाइ र उसले चाहिँ खुर्सानी नखान्छ क्यामेरा यहाँ उभो क्या अर्को खा खुर्सानी नखाने मान्छेलाई आँटा पार्ने हो के हामी यस्तो मान्छे होइन हजुर एउटा छाउल खुर्सानी खाएको ल सिधै ल खुर्सानी नखाने मान्छे हेर्नुहोस् है गाइज हुँदैन यो सबै चबाउनुपर्छ हालिसकेपछि म चाहिँ पानी खान्छु गाइस अब आनन्दले पानी नि खाइयो पैसा नि पाइयो चपा 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 आसु नि भयो एउटा नखा जा गर न तेरो योभन्दा धेरै उ छैन चिनी खान्छ चिनी खा चिनी पहिला चिनी चिनी खान्छस् तर म ढिलो खान्छु होला भनिरहेको थिएँ कसम मेरो हाँसेर है आँसु नै आयो क्या यस्तो आँसु आयो गुलियो चिनी दि जालिन्छ हस्पिटल लानुपर्छ कि हाँसै बिरो छ साँच्चीकै छ कि पिरो नि ढाँदेर हुन्छ न साँच्चीकै पिरो हुन्छ अन्त चाहिँ हजुर नानी चाहिँ वास्तवमा हामी चाहिँ नानी सुधार गर्न खोज्यो नानी चाहिँ उठिदिइहाल्यो क्या यसले आँखा नै छोड्यो क्या यस्तो हो कि गाइस अब म र कान्छु भाइ चाहिँ सानैदेखि एकदम पिरो खाने हो यो र मेरो ठुलो भाइ चाहिँ यो खुर्सानी भने चाहिँ टोक्नै डराउने खालको मान्छे हुन् यिनीहरू तर आएर चाहिँ यिनीहरू तर मजा आयो मलाई चाहिँ मजा आयो उसलाई चाहिँ पिरो भयो होइन यस्तो हेर्नुहोस् हामी चाहिँ पैसा अब दिने होला नि त मलाई दिनुहोस् त पैसा 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 अब
सपिङ गर्न जानु पर्यो पैसा लिएर 4000 छ गाइस अब 2000 चाहिँ उसको हो 2000 चाहिँ मेरो हो हामीले प्राइस राखेको छ ल खाने अब पर्छ है लिनुहोस् यो पैसा मैले जितेको सपिङ गर्नुपर्छ हास ल आजको भ्लग चाहिँ यति थियो होइन खासमा आज क्यामेरा यता लिएर गर्नु पऱ्यो नि त खासमा आज चाहिँ बहिनी आएको थियो होइन अनि बहिनी आएर चाहिँ हामी यसो के भ्लग गर्ने अब धेरै भएको थियो भ्लग पनि नगरेको ए मेरो पैसा हो ए त्यही भएर चाहिँ आज यसो बहिनी आएको मौकामा ल यसो कम्पिटिसनमा गरौँ न त भनेर चाहिँ गर्न खोजेँ ल सबैजनाले हेरेर चाहिँ माया गरिदिनु होला मजा लिनु होला होइन बाँकी चाहिँ अब अर्को भ्लगमा है त साथीहरू ल बाई